तपाईहरुले आँखैले हेरेको भरमा BYD Atto 1 को ग्राउन्ड क्लियरेन्स 175 mm छैन भनेकोले म आज यो खाल्टोमा पसेर तपाईलाई लोएस्ट ह्याङ्गिङ पोइन्टबाट 175 mm छ कि छैन भनेर नाप्न बाध्य भएको छु। सो यो चाहिँ हाम्रो ब्याट्री प्याकै भइहाल्यो र मलाई जहाँसम्म लाग्छ त्यो एरियामा अलिकति लोएस्ट ह्याङ्गिङ पोइन्ट छ। म ह्याङ्गिङ पोइन्ट पत्ता लाउँदै गर्छु, त्यतिन्जेल तपाईहरु पुरा भिडियो हेरेर आउनु है त। मैले यसलाई कनेक्ट गरिदिन्छु। कनेक्ट गरिसकेपछि चाहिँ मात्र यसमा लाइट बल्छ। अलिअलि टर्निङहरुमा सामानहरु चाहिँ यताउति सर्छ। लेफ्टबाट पनि ओभरटेक गर्ने हो त हाइवेमा। यिनीहरुले पावर छ, इन्स्ट्यान्ट टर्क छ भन्नेमा धेरै मिसयुटिलाइज गरिरहेछ के। सिधै यस्तो न्यारो बाटोमा के छिराउनु त हौ, बाइकै बाइक आइरहेछ त। हेलो नमस्ते। आज एउटा ह्याप्पी नोटमा भिडियो स्टार्ट गर्न मन लाग्यो। हिजो राति नेपालले ओमानलाई हराएर 2026 वर्ल्ड कपको लागि क्वालिफाई भइसकेको छ। कुडोस टु द टिम र नेपालको लागि पनि एकदमै गर्वको कुरा हो। मेरो पछाडि देख्न सक्नुहुन्छ BYD Atto 1 एकदमै मिठो ग्रीन कलरमा छ। म आज यो गाडीको जेनरल रिभ्यू चाहिँ गर्दिन, म यसको एक्सपिरियन्स सेयर गर्छु तपाईहरुसँग। म यसलाई सिटी एरियामा न्यारो स्पेसमा चलाएर हेर्छु र एउटा निर्धारित राउटमा चलाउँछु जहाँ चाहिँ मैले यो गाडीको ह्यान्डलिङ, पर्फर्मेन्स र कम्फर्ट सबै नै टेस्ट गर्न सक्छु। म अहिले धुम्बाराई स्थित उप्समा यसलाई चार्ज गर्दैछु र यहाँ उप्सबाट हामी सीतापाइला हुँदै रामकोटको उकालो र त्यहाँबाट झरेर धार्के हुँदै हामी नागढुङ्गाको बाटोबाट फेरि फर्किन्छौँ। लगभग 60 किलोमिटर जस्तोको रुट छ र त्यहाँनिर हामी यसको सबै उकालोमा पर्फर्मेन्सदेखि लिएर ओह्रालोमा रिजेनदेखि लिएर सबै नै एक्सपिरियन्स गर्छौँ। सकेसम्म म तपाईहरुलाई जस्ताको तस्तै देखाउन खोज्छु। खासै चार्ज गर्नुपर्ने जरुरत त थिएन, 95% थियो, तर 100% मा सुरु गर्यो भने अलिकति रेन्ज टेस्ट पनि हुन्छ कि भनेर हो। अहिले देख्न सक्छौँ 22.35 किलोवाटको हिसाबले लिइरहेको छ र जुन यो प्रिमियम भेरिएन्ट छ मैले चलाइरहेको, यसको म्याक्स DC क्यापेसिटी चाहिँ 40 किलोवाटको छ भने यसको तल जुन डाइनामिक छ त्यो भेरिएन्टमा चाहिँ 30 किलोवाटसम्मको म्याक्स DC चार्जिङ हुन्छ। अब 100% पुऱ्याएर हामी यो जर्नी सुरु गर्छौँ। भिडियोको अन्त्यसम्म बनिराख्नु होला, भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। त्यही नोटमा वेलकम टु अनदर एपिसोड अफ मेरो मोटो। For your safety, please fasten the seat belt. On this perfect day. Whoa, 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 you and I were meant to be together always. On this perfect day. Whoa, 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 caught up in a love free fall for. स्मुथ ड्राइभिङ सँगसँगै अलिअलि ट्राफिकमा परेर रिङ रोडको बाटो सीतापाइला हुँदै अब म रामकोटको उकालो उक्लिँदैछु। 15.5 किलोमिटर्स जस्तो चलाइसकेँ। 96% भएको छ ब्याट्री अहिले चाहिँ। 14.8 किलोवाट आवर पर 100 किलोमिटरको एभरेज इनर्जी कन्जम्सन्स देखाइरहेको छ। अब यो उकालो कति ब्याट्री कन्ज्युम हुन्छ त्यो पनि म तपाईहरुसँग सेयर गर्छु उकालोको माथि पुगेर, र त्यसपछि ओह्रालो लाग्दाखेरि कति हामीले रिजेन लिन्छौँ त्यो पनि हेरौँ। र अहिले मेरो रेन्ज देखाइरहेको छ 265 किलोमिटर्स। अब तपाईहरुले प्राइस कति हो भनेर कमेन्ट गर्नुभन्दा अगाडि चाहिँ भनिदिइहालौँ। दुईटा भेरिएन्ट छ, मैले भनिहालेँ, डाइनामिक र प्रिमियम। प्रिमियमको तपाईलाई पर्छ 32,99,000 र डाइनामिकको 28,95,000 मात्र पर्छ। र के फरक छ भन्नुहुन्छ भने चाहिँ पहिलो फरक चाहिँ वायरलेस चार्जिङ यसमा आउँछ, डाइनामिकमा आउँदैन। अर्को भनेको चाहिँ ब्याट्रीको भयो, जुन चाहिँ डाइनामिकमा 30.08 किलोवाट आवरको ब्याट्री आउँछ भने यसमा चाहिँ 38.88 किलोवाट आवरको ब्याट्री आउँछ। र रेन्जमा फरक पर्ने भनेको त्यसमा 230 किलोमिटरको WLTP रेन्ज छ भने यसमा चाहिँ 300 किलोमिटरको WLTP रेन्ज छ। अर्को भनेको ड्राइभर साइडमा तपाईँले देख्न सक्नुहुन्छ जुन यो वान टच अप एन्ड डाउन छ विन्डो, त्यो चाहिँ यसमा मात्र आउँछ विथ एन्टी पिन्च। बाँकी सबै विन्डो चाहिँ तपाईँहरूले वान टच डाउन मात्र पाउनुहुन्छ। त्यो बाहेक सिट चाहिँ ड्राइभर साइडमा 6 वेज एडजस्टेबल इलेक्ट्रिक सिट पाउनुहुन्छ। डाइनामिकमा चाहिँ सबै सिट तपाईँले म्यानुअलै पाउनुहुन्छ। त्यो कुरा गर्दा गर्दै पनि म यहाँ टुप्पोमा आइपुगेँ। जम्मा 1% 2% जस्तो लिएको छ। अब यहाँबाट म ओह्रालो लाग्छु र ओह्रालो लागेर हेरौँ फर्दर कति रिजन हुन्छ भनेर। लगभग 10 किलोमिटर जस्तो हिँडिसकेँ, जुन त्यो सीतापाइला रामकोटको उकालोमा मैले अपडेट दिएको थिएँ। उकालो धेरै माथिसम्म रहन्छ, 2 किलोमिटर जस्तो मात्र थियो उकालो, तर स्टिल 2 किलोमिटरमा पनि 2% जस्तो कन्जम्सन भयो। र त्यहाँबाट हामी झर्दाखेरि मैले नोटिस गरेको चाहिँ एभ्री 3.1 किलोमिटर्समा चाहिँ यसले
1% को रिजेन दियो जुन चाहिँ म 96% थिएँ माथि पुग्दा 94% भयो अर्को 3.1 किलोमिटर्समा मलाई 95% दियो त्यसपछि रिजेन लिँदैन होला भनेको अमेजिङली यो गाडीले 95% पछि पनि रिजेन चाहिँ लिँदो रहेछ त्यसको अर्को 3.1 किलोमिटर्समा मलाई यसले लगभग 96% बनाइदियो त्यति धेरै उकालो टेस्ट गरिएन अब नागढुङ्गामा एकचोटि चढाएर हेर्छु त्यहाँको उकालोमा चाहिँ कति कन्ज्युम गर्छ भनेर त्यो पनि म अपडेट दिन्छु बाँकी रह्यो अब ड्राइभ कम्फर्ट ह्यान्डलिङ पर्फर्मेन्समा कुरा गर्नुपर्दाखेरि 45 किलोवाटको मोटर अलिक इनफ भएन भनिराख्नु भएको छ कतिजनाले तर मलाई चाहिँ इनफै लाग्यो हामी 3 जना चढिरहेको छौँ यो गाडीमा र उकालोमा त्यस्तो प्रब्लमेटिक मलाई केही पनि फिल भएन इभन दो मैले नर्मल मोडमै चलाइरहेको थिएँ रिजेन चाहिँ मैले हायर साइडमा राखेको थिएँ यसमा रिजेनको पनि 2टा मोड आउँछ स्टियरिङको 2टा मोड आउँछ ब्रेकिङको 2टा मोड आउँछ र स्टियरिङ मलाई अलिकति हेभियर साइडमा फिल भइरहेको छ र यो गाडीको साइजको लागि यो स्टियरिङ अलिकति ठुलो भएको हो कि जस्तो चाहिँ मलाई लागिरहेको छ अलिकति स्लिमर हुन सक्थ्यो जस्तो लाग्छ स्टियरिङको रेस्पोन्स अलिकति डिलेड फिल भइरहेको छ मलाई चाहिँ स्टियरिङ अलिकति हेभियर साइडमै छ एटो 3 मा जुन स्टियरिङ आउँछ त्यो नै यो गाडीमा फिट भएको जस्तो चाहिँ फिल भइरहेको छ तर जुन यो लोगो दिएको छ यहाँ बिचमा एटो 2 हरुमा जस्तो मेटालिक लोगो फिनिश राम्रो फिल हुन्छ त्यो चाहिँ क्याबिन स्पेस र कम्फर्टको कुरा गर्नुपर्दा सिट एकदमै कम्फर्टेबल छ BYD को त्यो चाहिँ मलाई एकदमै प्लस पोइन्ट लाग्छ अरु गाडीहरुमा पनि मैले त्यो एक्सपिरियन्स गरेको थिएँ यसमा पनि अलिकति स्पोर्टी सिट बडी ग्र्याबिङ र यो हेडरेस्ट मलाई मन पर्छ यसको धेरै जसो अरु गाडीहरुमा याद गर्नु भएको होला तपाईले ड्राइभर साइडमा चाहिँ हेडरेस्ट धेरै युज गर्न सक्नुहुन्न किनभने धेरै पछाडी हुन्छ यसमा चाहिँ मलाई अलिकति टाउको रेस्ट गर्नु पर्यो भने चाहिँ मलाई खासै ड्राइभिङमा त्यति डिफिकल्टी हुँदैन यही नजिकै छ र सजिलो फिल हुन्छ त्यसले गरेर पनि भिजिबिलिटीको कुरा गर्ने हो भने चाहिँ मलाई डल्फिनमा पनि फिल भएको थियो यो गाडीमा पनि फिल भइरहेको छ यो माथिकोले अलिकति डिस्टर्ब गरेको हो कि जस्तो लाग्छ बट स्टिल डल्फिनमा अगाडिको विन्डस्क्रिन धेरै नै स्लोपी थियो भने यसमा चाहिँ अलिकति सर्टर साइडमा छ त्यसले गरेर पनि अलिकति कम्फर्टेबल चाहिँ फिलै हुन्छ यसको सस्पेन्सन एकदमै राम्रो छ राम्रो ह्यान्डलिङ गरेको छ त्यति अफ म कतै पनि गइरहेको छुइनँ अलिकति बडी रोल चाहिँ फिल हुन्छ सायद त्यो गाडीको साइजले गरेर होला बडी चाहिँ अलिकति रोल भएको फिल हुन्छ मोस्टली बम्प्सहरुमा खाल्टोहरुमा चाहिँ त्यो अलिकति फिल गरेँ मैले बट सस्पेन्सन एकदमै स्मुदर साइडमा छ ब्रेकिङ पनि एकदमै ग्रेजुअल छ हर्न यसको एकदमै राम्रो लाग्यो सानो गाडीमा धेरै जसो मैले चलाएको गाडीहरुमा चाहिँ हर्न पछि गएर त्यो शङ्ख हर्न हाल्नुपर्ने त्यो यसमा चाहिँ एकदमै राम्रो हर्न छ लाउड छ तर त्यति हर्न नबजाकै राम्रो हो र बाहिरको रोड नोइज चाहिँ एकदमै धेरै सुनिन्छ इभन दो मैले भित्र म्युजिक प्ले गरिरहेको हुन्छु बाइ द वे पछाडिपट्टि चाहिँ स्पिकर्स छैन रहेछ अगाडि 2टा मात्र स्पिकर छ र त्यही मात्र बजिरहेको छ रोड नोइज चाहिँ एकदमै फिल हुन्छ बट इन्सुलेसनको कुरा गर्ने हो भने चाहिँ ठिकठाकै छ बाहिरको नोइज सुनिन्छ स्टिल त्यस्तो धेरै बाहिरको नोइज यसले क्यान्सल चाहिँ गरेको मैले पाइनँ बाटो त ठिकै रहेछ त्यस्तो यो गाडीले गरेर हो कि है तर बाटो चाहिँ एकदमै ठिकै फिल भइरहेको छ क्या त्यस्तो जर्की उफ्रेको छैन नि गाडी रोडै छोडेको छैन क्या गाडीले अलिअलि त्यो भएर पनि सस्पेन्सन चाहिँ राम्रो रहेछ यस गाडीको चाहिँ ओके 9 विषय आइपुग्यो हामी अहिले छौँ 91% मा 36.3 किलोमिटर जस्तो हिँड्यौं अहिले चाहिँ मेरो एभरेज कन्जम्पसन इनर्जी कन्जम्पसन चाहिँ लगभग 10.2 किलोवाट आवर पर 100 किलोमिटर छ र अब हामी यहाँबाट उकालो लाग्छौँ कति ब्याट्री कन्ज्युम हुन्छ 274 किलोमिटर्स देखाइरहेको छ अझै पनि मलाई अलिअलि टर्निङहरुमा सामानहरु चाहिँ यताउति सर्छ हाई स्पिडमा टर्न गर्दाखेरि म नर्मल मोडमै छु नर्मल मोडमै चलाइरहेको छु अब स्पोर्ट्समा चाहिँ म जान्न यो उकालोमा खासै स्पोर्ट्स मोड चाहिँदैन जस्तो लाग्छ इको मोडमा चाहिँ म अलिकति डिसअपोइन्टेड छु मलाई त्यति मजा आएन खासै इको मोडमा चलाउन चाहिँ अब हुन पनि अब सिटी कार हो खासै इकोमा चलाइराख्ने जरुरत म देख्दिनँ अनलेस तपाईको ब्याट्री एकदमै लो छ र तपाई चार्ज गर्ने ठाउँसम्म पुग्नु छ भने मात्र हो इको चलाउने नत्र नर्मल र स्पोर्ट्स इनफ छ म त अझै सिटीमा त स्पोर्ट्स चाहिँ चलाउनु भन्छ एकदमै मजा आउँछ 9 विषयबाट माथि 5 किलोमिटर जस्तो आइसकेका छौँ सानो कफी ब्रेकको लागि रोकेको छु कफी बनिन्जेल आउनुस् यसको इन्टेरियर एक्सप्लोर गर्दिउँ फ्रन्ट क्याबिन स्पेस एकदमै सटल डिजाइनमा दिएको छ मलाई चाहिँ यस्तै मनपर्छ जुन अब BYD को अरू गाडी हेर्ने हो भने पहिलेको गाडीहरू डल्फिन एटो 3हरुमा चाहिँ अलिकति क्वर्की डिजाइन खेलेको जस्तो देखिन्छ र एभ्री टाइम गाडीभित्र पस्दाखेरि फ्रेसै फिल हुन्छ त्यति ओभरडु त्यस्तो फिल भएको मलाई लाग्दैन युटिलिटी स्पेस एकदमै इनफ दिएको देखिन्छ मलाई चाहिँ जुन यो सेन्टर कन्सोल आइल्यान्ड फर्मेटमा छ यहाँ माथिपट्टि
वायरलेस चार्जिङ दिएको छ र यहाँ तल ग्याप छ र सजिलै एप्रोचेबल छ। अरू इभीहरुमा हेर्ने हो भने यो ग्याप थुनिएको कारण तलको युटिलिटी स्पेस अलिकति एप्रोच गर्न गाह्रो हुन्छ। मलाई चाहिँ सबै इभीमा यही डिजाइन नै फलो भएको राम्रो हुन्छ कि जस्तो चाहिँ लाग्छ र एम्पल अमाउन्ट अफ तपाईको फिजिकल बटन्स जुन चाहिँ अब हामी भनि नै रहा हुन्छौँ फिजिकल बटन्स नभएको गाडी चाहिँ मलाई खासै रुचि राख्दिनँ म। अर्को भनेको मैले अब पहिला इनिशियल डल्फिनमा नोटिस गरेँ कि अलिकति फ्लिम्जी हुने गर्थ्यो। अहिले चाहिँ राम्रो फिनिसिङमा आउन थालेको छ। यो गियर नबहरू पनि देखि लिएर मेरो एसब्याकको कन्ट्रोल्सहरू पनि एकदमै राम्रो फिनिसिङमा देख्छु। एसी भेन्ट एकदमै प्र्याक्टिकल छ। दुईटा यहाँनिर दिएको छ भने तलपट्टि र दुईटा माथिपट्टि दिएको छ र यहाँनिर मलाई डिफगिङको लागि पनि भेन्टहरू दिएको छ। अलिकति यो भेन्टहरुमा चाहिँ बच्चाहरूले सामानहरू छिराइदिन्छ कि जस्तो लाग्यो। त्यसले चाहिँ अलिकति ब्लकेज हुन सक्छ। यो चाहिँ अलिकति क्लोज गर्न मिल्ने भइदिएको भए पनि हुन्थ्यो। यतापट्टि जो हार्ड फिनिश छ यहाँ पनि हार्ड टच छ भने हात राख्नेतिर चाहिँ सफ्ट कुसनिङ दिएको छ। त्यो पनि मलाई एकदमै राम्रो लाग्यो। यहाँनिर मलाई केही पनि स्टोरेज चाहिँ दिएको छैन। स्टोरेज यसको तलपट्टि पछाडिबाट अप्रोच गर्न मिल्छ र सिटहरू जुन मेटेरियल छ एकदमै राम्रो फिल छ र कुरा गर्नु पर्दाखेरि 10.1 इन्चको जुन यो इन्फोटेनमेन्ट दिएको छ। अब हामी युज टु भइसक्यौँ धेरै जसो BYD को अरू इन्फोटेनमेन्ट हेर्ने जुन चाहिँ रोटेट हुन्छ यो चाहिँ रोटेट हुँदैन। यहाँनिर धेरै फङ्सन्सहरू पनि छैन। एडएसमा जानुभयो भने तपाईँले रियर पार्किङ सेन्सर मात्र पाउनुहुन्छ। यसमा 360 क्यामेरादेखि लिएर अरू जुन इमर्जेन्सी ब्रेकिङहरूको फिचर केही पनि छैन। जुन चाहिँ बेसिकल्ली मैले चाहिँ इभी चलाउँदाखेरि अफ गरेरै राख्नुपर्ने फङ्सनहरू थियो त्यो चाहिँ यसमा छैन र मलाई त्यो खुसी पनि लाग्यो। त्यो खासै मलाई नेपालमा युजफुल हुन्छ जस्तो लागेन। BYD को इन्टेरियरमा अर्को मलाई मनपर्ने भनेको चाहिँ यसमा स्टार्ट स्टप बटन पनि दिइन्छ। बट स्टिल यो गाडीमा यदि तपाईँले स्टार्ट स्टप बटन युज गर्नुहुन्न भने पनि तपाईँसँग अप्सन छ। तपाईँले भेहिकलमा गएर कम्फर्ट ड्राइभिङमा गएर अटो पावर अन अटो पावर अफलाई अन गरेर राख्नु भयो भने तपाईँले ब्रेक थिच्न साथ गाडी अन हुन्छ। यसमा तपाईँले स्टार्ट स्टप बटन थिचिराख्नु परेन। र अर्को चाहिँ यो तलपट्टि जुन युटिलिटी स्पेस छ त्यसको अगाडिपट्टि टाइप ए र टाइप सी को पोर्ट दिएको छ। टाइप सी चाहिँ 60 वाटको फास्ट चार्जिङ हो जसले चाहिँ तपाईँले ल्यापटप पनि चार्ज गर्न सक्नुहुन्छ। अहिले मैले ल्यापटप चार्ज गरि नै रहेको छु। तपाईँले आफूलाई काम पर्यो भने यहीँनिर ल्यापटप जोडेर तपाईँले आफ्नो काम पनि गर्न सक्नुहुन्छ र माथिपट्टि 12 भोल्टको सकेट दिएको छ। ओभरअल नाइस फिल छ। अलिकति रुमी नै छ। तपाईले जुन i10 मा पाउनुहुन्थ्यो इन्टेरियर स्पेस त्यस्तै नै छ। मैले फुल लेन्थ हात तन्काउँदाखेरि पनि मैले अझै पनि उताको एन्डसम्म छोको छुइनँ। एकदमै स्पेसियस फिल हुन्छ। हेड स्पेस पनि मेरो हाइटको लागि म 5 फिट 7 इन्चको छु मेरो लागि एकदमै कम्फर्टेबल नै फिल गरेको छु। सो अब रियर क्याबिन स्पेसको कुरा गर्नु पर्दाखेरि एकदमै रुमी नै फिल हुन्छ। तर पछाडिपट्टि म जतिको 3टा मान्छे बस्ने हो भने अलिकति कम्प्याक्ट चाहिँ फिल हुन्छ होला। स्टिल डुएबल छ र लेग स्पेस हेर्नुहुन्छ भने मेरो लागि एकदमै राम्रो छ। अगाडिको ड्राइभर सिट मेरै हिसाबले सेट गरिएको छ र माथि मेरो लागि हेड स्पेस पनि मेरो हाइटको लागि 5 फिट 7 इन्चको लागि ठिकै फिल हुन्छ। मभन्दा अग्लो मान्छेलाई चाहिँ अलिकति कम्प्याक्ट हुन्छ कि राम्रै स्पेस निकालिएको छ यति सानो गाडीमा पनि। जुन चाहिँ यसको बक्स डिजाइन छ बाहिरबाट हेर्दाखेरि त्यसले गरेर पनि होला राम्रो स्पेस निस्किएको। पछाडिको ब्याक रेस्ट पनि अलिकति रिक्लाइन्डै छ। 3टा हेडरेस्ट दिएको छ यति सानो गाडीमा पनि जुन चाहिँ मलाई एकदमै कमेन्डेबल लाग्यो। र पछाडिपट्टि स्पिकर भइदिएको भए पनि अलिकति एडिसनल पछाडिको प्यासेन्जरको लागि पनि राम्रो एन्टरटेनमेन्ट हुन्थ्यो होला। ओभरअल फ्रन्ट र रियर स्पेस मलाई कम्फर्टेबलै फिल भयो। हामी नागढुङ्गा छिरिसकेका छौँ। लगभग 12 किलोमिटर उकालो रहेछ। त्यसमा हेर्ने भने अहिले मसँग 80% बाँकी छ। 91% हुँदाखेरि म त्यहाँबाट उक्लेको थिएँ। 11% जस्तो कन्ज्युम गर्यो र टोटल अहिलेसम्म हामी 48.7 किलोमिटर्स हिँडेछौँ जसमा चाहिँ 20% खपत भयो र 1-2% रिजन पनि लिएको थियौँ हामीले त्यहाँनिर। र अर्को कुरा तपाईँहरूलाई स्पेक्स र फिचर्स हेर्न मन छ भने हाम्रो वेबसाइटमा लिस्ट गरिसकेका छौँ meromoto.com र म यहाँ स्क्रिनमा पनि QR कोड छोडिदिन्छु। अब हामी यहाँदेखि पाटन जान्छौँ। त्यहाँको न्यारो रोड्सहरूमा चलाएर हेर्छौँ कस्तो फिल आउँछ त्यो पनि म सेयर गर्नेछु।
कसैले न्यारो बाटोमा छिरौँ भन्यो भने चाहिँ मलाई एकदमै एङ्जाइटी नै हुन्छ त्यही कुरा म आज यहाँ अटेम्प्ट गर्न जाँदैछु पाटनको यो सानो सानो गल्लीमा यो गाडीलाई छिराएर हेर्छु कतिको सजिलो गाह्रो हुन्छ बाटो एकदमै न्यारो फिल हुनेवाला छ अगाडि हुन त नीलो कलरको मिनी ट्रक्सहरू पनि हिँडि नै रहेछ तर हामीलाई प्राइभेट गाडी चलाउने मान्छेहरूलाई चाहिँ त्यतिको कम्फर्टेबल फिल हुँदैन यो गाडी सानो देखे तापनि अलिकति लम्बाइमा i10 भन्दा लामै छ सो त्यसले गरेर पनि अलिकति एङ्जाइटी चाहिँ हुन्छ र अर्को मैले भन्न बिर्सेको कुरा चाहिँ गाडीको यो जुन इन्फोटेनमेन्ट छ यसले एन्ड्रोइड अटो र एप्पल कारप्ले पनि सपोर्ट गर्छ बोथ वायरलेस र वायर्ड दुइटै सपोर्ट गर्छ यो गाडीले त्यो पनि एकदमै राम्रो फिचर हो गाडीको लागि तपाईले आफ्नो मोबाइलको थ्रुबाट स्पोटिफाईहरू चलाएर गीत बजाउँदै हिँड्न मिल्यो यस्तो न्यारो बाटोमा छिर्न चाहिँ मलाई एकदमै अप्ठ्यारो लाग्छ बाटो सुरु भइसक्यो उताबाट गाडीहरू आएको देख्दाखेरि अलिकति रातिको टाइममा यो गाडी चलाउँदाखेरि अटो हेडलाइटले काम त गर्छु तर हेडलाइट मैले अफ गर्नै जानिनँ र अर्को कुरा के पनि जानिनँ भन्दाखेरि जुन यो स्टेयरिङ माउन्ट कन्ट्रोलमा दुईटा प्रोग्रामेबल बटन दिएको छ यसलाई कसरी प्रोग्राम गर्ने भन्ने चाहिँ मैले इन्फोटेनमेन्टमा भेटिनँ सायद अपडेट चाहिने होला कि के होला मैले नबुझेको होला अलिकति फराकिलो बाटो देख्न साथ अलिकति आश चाहिँ जाग्दो रहेछ ट्याक्सीले ब्याक गर्नु पर्यो म छिरिसकेपछि चाहिँ म हतपति यस्तो बाटोमा आफ्नो गाडी लिएर छिर्दिनँ कहिले पनि यो तपाईँहरूको लागि मात्र म एक्सपेरिमेन्ट गर्दैछु नो एन्ट्री त छैन नि यति मेहनत गरिरहेको छु सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला र अरू फिचरहरू पनि हामीले टेस्ट गर्नै बाँकी छ त्यो पनि भिडियोको अन्त्यसम्म बन्दिनु होला प्रोडक्सन टिमलाई खै के हुन्छ मलाई दुःख दिनलाई भनेर मात्रै भए पनि आइडिया निकाल्छन् ओहो यार यो त धेरै साँगो रहेछ त बाटो साइकल आउँदा नि टेन्सन हुँदो रहेछ अब बाहिरबाट कतिको स्पेस छ भित्रबाट चाहिँ स्पेस छैन जस्तै देखिन्छ हुन त यो गाडीको चौडाइले पनि राम्रै सपोर्ट गर्छ यस्तो बाटोमा हेत्तेरिका दाजुले ल ल ल ल ल ए झन्डै स्कुटर हाने मैले यो आइडिया अलिक ठिक लागेन मलाई चाहिँ तर गाडी राम्रैसँग पास भइरहेको छ म सकेसम्म चाँडोभन्दा चाँडो यो बाटो कटाउने कोसिस गर्दैछु अरू गाडीहरू नआओस् भनेर त्यहाँबाट के आयो अर्को गाडी आयो के आयो अत्तेरी कति साँगो यार मान्छेहरू गाडी फेरि छिराउँछन् यस्तो बाटोमा पनि सेडा नै छिराइदिएको छन् सिधै बाटो न्यारो छ भन्छ अनि फेरि जाउँ भन्छ यतिको फराकिलो त ठिकै छ बाटो कहाँबाट छिर्छ त त्यो देखिरहेको छु गाडी भएको त नछिरौँ होला त कट्न त आनन्दले कट्छ तर अलिकति टेन्सन हुने के नयाँ सिधै यस्तो न्यारो बाटोमा के छिराउनु त हौ बाइकै बाइक आइरहेछ त अनि अर्को गाडी आयो भने Can I do something for you? No, you can't do anything. I the cute you. Mama. यस्तो बाटोमा छिर्न त मजाले छिर्छ है हामीलाई चाहिँ त्यो अलिकति एङ्जाइटी हुँदो रहेछ कि यस्तो बाटो धेरै नचलाउने भएर कतिखेर सकिन्छ हौ यो बाटो ओहो फराकिलो बाटो देखेँ मैले अगाडि तर गाडी सजिलै पास हुन्छ अब त अन्दाजा भयो होला तपाईँहरूलाई किनभने फोटो भिडियोमा यो गाडी एकदमै सानो देखिन्छ इन पर्सन चाहिँ यो गाडी एकदमै अलिकति लामै छ र चौडाइ पनि ठिकठाकै छ जो सिटीको लागि एकदमै पर्फेक्ट छ भन्छु म चाहिँ 64 किलोमिटर्स जस्तो कुदाएँ 22% को कन्जम्सन थियो 2% जस्तो रिजेन आयो देखिहाल्नुभयो तपाईँहरूले त्यो चाहिँ भिडियोमा र रेन्ज क्यालकुलेट गरेर म तपाईँहरूलाई भिडियोको लास्टमा भन्ने नै छु
त्योभन्दा अगाडि आउनुहोस् एक्सटिरियरमा कुरा गरौँ। यो गाडीको एक्सटिरियरमा कुरा गर्नुभन्दा अगाडि एउटा कुरा मेन्सन गरिहाल्नु मन लाग्यो। धेरैजसो मान्छेले यो गाडीको डिजाइनलाई डिब्बा जस्तो डिजाइन भनेको मैले पाएको छु। हुन पनि हो, गाडी डिब्बा नै हो, बट विथ मोर लग्जरी एन्ड सोफिस्टिकेसन भन्छु म चाहिँ। तपाईँलाई हावापानी धुलो सबैबाट जोगाउँछ र यसको यो बक्सी डिजाइन हुनुको कारण पनि तपाईँहरूलाई मैले देखाइहालेँ। इन्टेरियरमा एकदमै राम्रो रुम निस्केको छ, स्पेस निस्केको छ। सायद त्यसले गरेर पनि यो अलिकति बक्सी डिजाइन भएको होला। त्यो बाहेक BYD को अरू गाडीहरूमा आउने DRL भन्दा एकदमै फरक DRL आएको छ यसपालि यो गाडीमा र यसले रोड प्रेजेन्स पनि एकदमै राम्रो दिएको देखिन्छ। र कम्प्लिमेन्ट दिनुपर्ने चाहिँ वोल्फग्याङ एगर भन्ने मान्छेलाई हो, जो चाहिँ BYD को डिजाइनर हुन्। अल्फा रोमियो, औडी र तपाईँको ल्याम्बोर्गिनी जस्तो गाडीहरू पनि उहाँले नै डिजाइन गरेको। त्यो भनेर याद आयो, यो गाडी पनि जुन यसको स्टिप विन्डस्क्रिन छ र जुन यसको एङ्गल्ड बोनेट छ, त्यसले गर्दा पनि कहीँ यतातिर यसो ल्याम्बोर्गिनीबाट इन्सपायर्ड हो कि जस्तो चाहिँ देखिन्छ। तपाईँहरूले पनि कमेन्टमा लेख्नु होला ल्याम्बोर्गिनीबाट इन्सपायर्ड देखिन्छ कि देखिँदैन भनेर। र अब कुरा गरौँ यो साइड प्रोफाइलको। बाई द वे यो गाडीले 2025 वर्ल्ड अर्बन कार अफ द इयर जितेको छ र एक्सटिरियर हेर्ने हो भने मलाई चाहिँ एकदमै चिटिक्क लाग्छ यो गाडी। जुन यसको फेन्डर, बम्पर र क्ल्याडिङमा ब्ल्याक कलर्स दिएको छ, त्यसले गरेर पनि प्राइमरी कलरलाई एकदमै पप गरेको जस्तो देखिन्छ। स्याडली ORVM फोल्डेबल चाहिँ आउँदैन, यसलाई म्यानुअल्ली नै फोल्ड गर्नुपर्ने हुन्छ। चाहिएको केसमा खासै जरुरत त पर्दैन काठमाडौँमा। अर्को एकदमै डिसअपोइन्ट नगर्ने BYD ले अरू गाडीमा पनि गरेको छैन र यो गाडीमा पनि गरेको देख्दिनँ म, जुन चाहिँ यो 16 इन्चको एलोइज दिएको छ। 16 इन्चको टायर्स, यसले गरेर पनि होला अलिकति सफ्ट कुसनिङ फिल हुन्छ चलाउँदाखेरि। र हेर्ने हो भने जुन यो पछाडिको ढोका छ यो पनि एकदमै वाइड ओपनिङ छ, देख्न सक्नुहुन्छ। भित्र छिर्न र निस्किन खासै गाह्रो चाहिँ फिल हुँदैन। र अब डाइमेन्सनमा भन्नुपर्दाखेरि यो गाडी Hyundai i10 भन्दा चाहिँ अलिकति लामै छ, 12.88 फिटको छ र हाइटमा चाहिँ झन्डै Citroen EC3 जतिकै छ, 5.22 फिटको छ यो। र विड्थमा यो 5.64 फिटको आउँछ, जुन चाहिँ सिटी कारको लागि एकदमै राम्रो डाइमेन्सन हो। र यसको व्हिल बेस त्यो पनि एकदमै सिटी कार फ्रेन्डली छ, 8.2 फिटको आउँछ र 175 mm को ग्राउन्ड क्लियरेन्स, जुन चाहिँ अब सेगमेन्टमा यो गाडीले चाहिँ सबै कुरा क्याल्कुलेट गर्ने हो भने हाइएस्ट ब्रेक ओभर एङ्गल अचिभ गरेको देखिन्छ। त्यो चाहिँ म सबै कम्पेरिजन तपाईँहरूलाई यसको कन्टेम्पोरेरी अरू ह्याचब्याकहरूसँग स्क्रिनमै राखिदिन्छु। पछाडिको प्रोफाइलमा भन्नुपर्दा जुन यो स्पोर्टी स्पोइलरले रुफ लाइनलाई एक्सटेन्ड गरेको छ र यो फुल विथ LED टेल लाइट दिएको छ, ठिक त्यसको तल पिक्सेलेटेड डिजाइनमा ब्रेक लाइट्स र यो ठुलो BYD को ब्याजिङले गरेर पनि एकदमै स्पोर्टी फिल पाउनुहुन्छ पछाडिपट्टि। र ओभरअल गाडीको लुक्सलाई पछाडिको लुकले पनि एकदमै कम्प्लिमेन्ट गरेको जस्तो देखिन्छ। र यो गाडीमा तपाईँहरूले 345 लिटर्सको बुट स्पेस पनि पाउनुहुन्छ। अब मैले बुझेअनुसार यहाँ हेर्ने हो भने जुन यो मेरो यो ब्याट्री प्याक छ, यसको तलपट्टिको यो जुन कभर छ यही हो लोएस्ट ह्याङ्गिङ पोइन्ट। अब अरू ठाउँमा त मैले देख्दिनँ, अरू एकदमै हाई अपै छ। अब नाप्ने भनेको चाहिँ यहीँबाट होला, यहाँसम्म मेरो 10 सेन्टिमिटर छ भने र मलाई चाहिने भनेको यहाँ यो एरियामा 175 र 175 mm गेन गर्नलाई ठ्याक्कै 175 जस्तै नै आउँछ। यो सर्फेसमा पनि 175 देख्छु म, यो यसको लोएस्ट पोइन्ट हो। अब यो ब्याट्री नै हेर्ने भने चाहिँ यो 190 जस्तो माथि छ र यहाँनिर हेर्नुहुन्छ भने 175 लगभग छ, 175 छ। देखिहाल्नु भयो जुन यसको क्लेम 175 mm को ग्राउन्ड क्लियरेन्स छ, नापेरै देखाइदिइसकेँ। आँखाले हेरेको भरमा मात्र हुँदैन, गाडीको लम्बाइ र यसको व्हिल बेसले गरेर पनि कहिलेकाहीँ अलिकति लो फिल हुन्छ। तर ग्राउन्ड क्लियरेन्स 175 mm छ यसको लोएस्ट ह्याङ्गिङ पोइन्टसम्म। भिडियोलाई कन्क्लुड गर्नुपर्दाखेरि ओभरअल यसको ड्राइभ एक्सपिरियन्स मलाई एकदमै कम्फर्टेबल र इन्जोयबलै लाग्यो। जुन हाइवेमा चलाउँदाखेरि गाडीहरू ओभरटेक गर्दाखेरि खासै अन्डर पावर चाहिँ मैले यो गाडी फिल गरिनँ र सिटी एरियामा पनि न्यारो बाटोहरूमा चलाउँदाखेरि पनि त्यति अनकम्फर्टेबल फिल भएन। मेरो आफ्नै एङ्जाइटीले चाहिँ म माथि हाबी भयो, तर गाडीले चाहिँ खासै त्यति प्रब्लम दिएन। र रेन्जमा कुरा गर्नुपर्दाखेरि जुन हाम्रो डेटा छ त्यसबाट क्याल्कुलेट गर्दाखेरि 289 to 290 किलोमिटर्स आउँछ
जुन चाहिँ तपाईँको यसको क्लेम WLTP रेन्ज 300 किलोमिटर्सको छ त्यसको नियर अराउन्डै आउँछ। त्यो चाहिँ हामीले हिली एरियामा टेस्ट गरेको हो। तपाईँहरूले सिटीमा चलाउने हो भने चाहिँ डेफिनेटली 300 किलोमिटर्स माथि नै पाउनुहुन्छ। र BYD को ब्लेड ब्याट्रीमा हामीले खासै WLTP को क्लेम रेन्ज भन्दा 10 किलोमिटर तल माथि मात्र भएको देखाएको छौँ। त्यति डिफरेन्स आउने गरेको छैन। र अब यो गाडीमा बेटर हुन सक्ने कुरा भन्नु पर्दाखेरि चाहिँ जुन यसको रियर स्पेस छ त्यहाँनिर स्पिकर भइदिएको भए चाहिँ अझै मजा आउँथ्यो होला र एउटा चार्जिङ पोर्ट पनि भइदिएको भए पछाडिको प्यासेन्जरलाई पनि, किनभने सबैजना मोबाइल क्यारी नै गरिराख्नुहुन्छ, उहाँहरूलाई पनि चार्ज गर्न एकदमै सजिलो हुन्थ्यो होला। स्टेयरिङ हेभियर साइडमा र अलिकति लेस रेस्पोन्सिभ पाएँ। इकोनोमी मोड खासै सिटी एरियामा जरुरत छ जस्तो लागेन अनलेस इट्स इमर्जेन्सी। र मैले तपाईँहरूलाई सजेस्ट गर्नुपर्ने हो भने चाहिँ यसको जुन तलको डाइनामिक भेरिएन्ट छ त्यो चाहिँ भ्याल्यु फर मनी हुन्छ होला। यति नै थियो आजको भिडियो। हाम्रो च्यानललाई सब्सक्राइब र हाम्रो भिडियोजलाई धेरैभन्दा धेरै लाइक्स एन्ड सेयर गर्न नबिर्सिदिनु होला। त्यति भन्दै सी यू इन नेक्स्ट भिडियो। थ्याङ्क यू।